एकदमै यो समयले चाहिँ भ्लग बनाएको हो। भ्लगले चाहिँ समय बनाएको हो भने एकदमै बिल्कुलै नयाँ भ्लग चाहिँ बनाउने जमर्को गरिरहेको छु। यो तपाईहरुलाई यो प्रोफेसनल नहुन सक्छ यो चाहिँ, तर यो एकदमै प्राकृतिक हो। आज म चाहिँ त्रिवेणी गाउँपालिकाको एकदमै हाई पोइन्टमा छु। यता माथितिर तपाईले चाहिँ देख्न सक्नुहुन्छ। यहाँ माथि टपमा गयो भने डाँफे मयूरदेखि लिएर मृगहरू माथि टपमा पुग्न सक्नुभयो भने हामीले चाहिँ त्यो देख्ने अवसर पाउँछौँ भन्ने छ। तर हामीले त्यो अवसर पाउने सम्भावना छैन, किनभने हामी त्यहाँ माथि पुग्न सक्नेवाला छैनौँ। एकदमै हाई पोइन्ट छ। हाम्रो यात्रा हिजोदेखिको हो। अहिले चाहिँ हामी खासमा यो अरिङ्गाल हन्टिङ गर्न चाहिँ हामी यहाँ आएका छौँ। त्यसमा चाहिँ हाम्रो एकजना यहाँ चाहिँ हामीसँग एकजना हाम्रो गोत्यार माइलो छ। यी तपाईँले देख्न सक्नुहुन्छ माइलो। उ तलको यो ब्याकग्राउन्ड चाहिँ एकदम त्रिवेणी गाउँपालिकाको एकदमै चाहिँ पालिका एरिया हो। अनि हाम्रो माइलाको त्यार के छ हालखबर? ठिक छ। अनि के गर्न आएको रे हामी यहाँ? अरिगाल पोल्न आएको। र हाम्रो एकजना अर्को चाहिँ एकजना भाइ चाहिँ आउँदै हुनुहुन्छ र मेरो आफ्नै दाइ चाहिँ त्यहाँ हुनुहुन्छ। दूरबिन लाएर ऊ त्यहाँ चाहिँ त्यो अरिङ्गालको पोलोलाई चाहिँ एकदमै चाहिँ निहालिरहनु भएको छ। एकछिनपछि त्यसको चाहिँ के हुन्छ अनि त्यस्तै भन्नाले मेरो भाइले चाहिँ एकदम रमाइलो गरिराखेको छ। एकदमै यो भ्लग बनाउनको लागि यो ठाउँमा आएको भन्दा नि यो ठाउँमा आइसकेपछि भ्लग बनाउन एकदमै चाहिँ भित्रैदेखि भावनात्मक रूपमा चाहिँ प्रेरित गयो। यो भ्लग एकदमै प्रोफेसनल नभए पनि यो भ्लगलाई तपाईँले चाहिँ रुचाइदिनु होला। र बाँकी अपडेट चाहिँ यो अरिङ्गाल हामीले चाहिँ झार्दै गर्दाखेरि सम्पूर्ण अपडेट तपाईँलाई म चाहिँ गराउनेछु। चाहे मेरो दाइ हुनुहुन्छ यहाँ, यी दाइ कालो रहेछ दाइ। अनि के छ दाइ अरिङ्गालको हन्टिङ आज कस्तो हुन्छ? आज 4वटा गोला पोल्ने कुरा छ। 4वटा? हजुर। सानै रहेछ। हजुर। तल पनि अलिक ठुल्ठुला गोलाहरू छन्। जस 3-4 पाथी अरिङ्गाल चाहिँ 3-4 पाथी जम्मा गर्ने सम्भावना छ आज। तर एकदम गाह्रो छ नि होइन? गाह्रो छ। एकदम गाह्रो छ। 2टा ठुला बाँसका रुखमा छन्। हजुर। अब हेरौँ के हुन्छ। ठिक। तपाईँले यहाँ मैले यो बाइनाकुलर चाहिँ बोकिरहेको देख्नुभएको होला। यो बाइनाकुलर किन बोकेको हो भने यसले चाहिँ धेरै टाढाको अरिङ्गालको गोलोलाई अरिङ्गाल पोल्नको लागि प्रयोगको लागि विशेष गरेर भन्दैछु। अरू दृश्यहरू हेर्नको लागि पनि प्रयोजनमा त आउने कुरा नै भयो। तर यो विशेष गरेर अहिले चाहिँ अरिङ्गाल हन्टिङमा चाहिँ तपाईँलाई चाहिँ किन यो बोकिराखेको छ भन्दा यसले चाहिँ यो कालो अरिङ्गाल हो कि रातो अरिङ्गाल हो भने यसले एकदमै क्लियर गरिदिन्छ र त्यही अनुसार प्लानहरू बन्छ। अब रातो अरिङ्गाल हो भने चाहिँ रातो अरिङ्गाललाई त्यस्तो खासै दुःख चाहिँ गर्न नपर्ने, सिधै चाहिँ झार्न चाहिँ मिल्दो रहेछ। मैले पनि यो अनुभव गर्दैछु दाइहरूसँग लागेर होइन। तर यो कालो अरिङ्गाल हो भने यो झन् एकदमै डेन्जर हुँदो रहेछ। यसले पानी मुनि गए पनि पर्दैन रहेछ। त्यही भएर पहिले नै यसलाई चाहिँ फिक्स गरेर त्यही अनुसारको चाहिँ प्लान बनाएर त्यही किसिमको चाहिँ अट्याक गर्नुभएको कारणले यो चाहिँ बोकिरहेको छु। विशेष यो अहिलेको यो चाहिँ अवस्थामा अहिलेको यो भ्लगमा भने अरू समयमा चाहिँ टाढाको दृश्यहरू हेर्ने रमाउने भन्ने कुरा चाहिँ यो चाहिँ कामले गरिहाल्छ। एकदमै लागिरहेको छ यहाँ। यसरी चाहिँ हामीले यो गोली होइन, गोली देखाउनुहोस् त। यो गोली बाहिर यो टालो यो बाँधेर यसमा चाहिँ हामीले मालपानी राखेर हामीले चाहिँ अट्याक गर्छौँ। त्यसपछि चाहिँ यसको 2-4 घन्टा पछि हामीले यो अरिङ्गाललाई हामीले झार्नेछौँ। त्यो झारेको भिडियो पनि म तपाईँहरूलाई यसरी देखाउने छु। ल हाम्रो चाहिँ घरको तयारी हुँदैछ है। यो झिलभित्र बसेर चाहिँ हामीले चाहिँ अरिङ्गाललाई चाहिँ
एकदमसित अट्याक गर्नेछौँ पारी अनि केही समयपछि त्यसलाई निकाल्नेछौँ। अहिले चाहिँ अट्याक गरेको भिडियो पनि बनाउँछु। तिमीले हान्न सक्दैनौ र? माइला खै म यो यहाँभित्र छिरिहाल्छु केटाहरूले हान सुटरहरूले म चाहिँ भित्र है हतियार 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 हान म चाहिँ सुरक्षित छु। छोड्दैन त्यहाँ आउने ल ल हान ऊ आइहाल्छ पातो पातो लाग्यो ल हान्नु हाने बाबु भित्र अलि चिल्छ भित्र लानु झुलुचाल दिएर त्यसले सब आइयो ल ल ए भित्र पछाडि निकाल्नु न त्यो छिटो यहाँबाट छिर्छ नि अहिले ल है ल नबोल है नबोला कोही नबोला यो साउन्ड चाहिँ साउन्ड हरियालभित्र आइसक्यो। माइलालाई ट्यास ट्यास पारिदिन्छ अहिले माइला यहाँभित्र आइसक्यो हरियाल पछाडि झुल टच नगर्नु है भाइ रोड छिराइदियो दुई हान्न भएको हुन्थ्यो हरियालले एकदमै झुलै मर्दियो त आएन के गर्नु मलाई लामो दिनभरि बस्नुपर्ने देखियो स्थिति होइन होइन तर यसबाट अडिन पायो भने त छिराउँछ होला नि होइन दिन बाद अडिनलाई बस्ने टाइम लाग्छ आउने आयो भने थाहा भइहाल्छ टकटकाएर फालिदिने तर पुरै आछ हेर आउनु त यतिखेर चाहिँ दिएर फट्ट भित्र आउनु आँखा गाडी आउने हातमा बस्नु नदिनु यहाँ छ यति टाढा छ तल हेर्नु है हेर्नु सुटर 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 लागेन उसमा काठमा लाग्यो काठमा लाग्यो अर्को हान्नु अब एक हान्नु भयो अझै लाग्यो एकछिनभित्र आउनु त छन्किँदै हान्नु कति दुई भेट्यो नि दुई भेट्यो नि यहाँ स्प्रे गरिदिसक्यो यार साउन्ड आएको छ मौरी जस्तै पुरै घेरिसक्यो हेर त वरपरबाट नट राम्रो भित्र त आउने कुरा भएन चाहिँ हाम्रो हतियार बिग्रिसक्यो त हतियार मास्टर होइन ठिक छ लायो 4 घन्टा 4 हात टाढा हान्नुपर्छ लागेन यो सुटरले सकेन हाने कस्तो आछ यार ए बाहिरबाट देलाइ छिरेल अलि त माथि अब आइपुग्छ अहिले थाहा हुन्छ आएन छोरेलाई झ्याम्मै गयो 1 2 3 हान छिटो हान्नु सब अझै भित्र आइजानु आइयो तेरो लाग्यो सक्यो
भलक बन्दा छ मेरो यहाँ सक्यो अब भरे राति भरे पछि रातिमा के हुन्छ थाहा हुन्छ हेलो कहाँ चन्द्रमामा जान्ला हो कस्तो हुन्छ त अनि आज चाहिँ के गर्नेवाला छौँ होइन प्रहार भएको छ पाकिस्तानलाई हानिसकेका छौँ हानिसकेका छौँ भरे बेलुकाको के हुन्छ थाहा छैन राम्रै हुन्छ हामी राम्रै हुन्छ सक्सेस हुन्छ ल अर्जुन यता हेरौँ अर्जुन यता हेरौँ ल अब चाहिँ करिब चाहिँ रात भइसक्यो पुग्दैछ हामी अघि चाहिँ अट्याक गरेको चाहिँ अरिङ्गाललाई झिक्न चाहिँ हामी गइरहेका छौँ राति चाहिँ लामा पनि रहेछन् एकदम भइसक्यो ल हाम्रो टिम 3जना आछ बोरा सरा बोकेर यो के गर्ने बोरा यो त्यसमा माल मेटेरियल छ पसिना नि त राम्रो आएको छैन के छ कति घन्टा भयो यसको प्रोसेसमा रे हामी 3 दिन भयो 3 दिन आयो आएको 3 दिन चाहिँ हामीले प्रोसेस गरेर चाहिँ कति भयो 24 घन्टा पुग्नु लाग्यो होइन अब 24 घन्टामा हामीले अरिङ्गाल बोरामा लिएर आउँछौँ बोरामा लिएर आएको भिडियो पनि देखाउँछौँ होइन ल ठिक छ गाह्रो चाहिँ गाह्रो छ 24 घन्टासम्म रुक त यता लाइभ बनाउनु न यता लाइभ बनाउनु त रुक यो टुप्पामा जानु पर्ने माथि ओ माथि कति मिटर होला आउँछ यो 50 मिटर त होला 50 मिटर धेरै हुन्छ हेर्नु 50 70 चाहिँ होला 70 मिटर आउनु होइन हामी यहाँदेखि पुऱ्याउँछौँ तान्नु दाइ वा यो माथि ठुलो लाइट बन्द गर्नुहोस् ठुलो लाइट बाले होइन हो र गयो माथि गयो हतियार गयो ल सुरु अट्याक कति टाढा हो कति टाढा भेटेछ भेटेछ यो लगेर पर्दैन पाल्नु पर्दैन कि अब धरिरहेको छ नि जानु भइसक्यो नि ए तल गइरहे एकैछिन बस मार यो दाइ बढी रिक्स भयो अरे है के गरे हेर्नु अड्कियो ल एकछिन छोडिदिनु दाइ रसी पनि छोडिदिनु छैन खोल्नु त खोल्नु भाइ खोल्नु यतैतिर छेउमा बिस्तार गर्नु भाइ के हो भाइ खोल्नु जान्दैनस् सकिन ल सेकेन्ड लटको अरियाल कस्तो छ हेर औसीदेखि 100 मिटर माथि गरेर होइन भन्दै जाँदा हामीले 100 भइसक्यो ल ठिक छ अस्ति भन्दा ठिक छ ल यहाँ त छैन र नि कति यहाँ निकालिरहेको छ हेर कति चल्लै नहुन्थ्यो हो यो चल्ल उरा हान्थ्यो भाइ लेखतिर यस्तै हुन्छ घाँस चल्ल लाग्नु क्या हाम्रोतिरको जस्तो ताप्रो पनि पुरा पार्छ नि त हिँड्नुलाई जिउँदैछ नि चिल्लाइँदै खुर्पा ल्याउनु खुर्पा कहाँ छ झोलामा छ दोस्रो पालिको ठिक रहेछ ल्याउँछन् है
यहाँ तल्लो स्टेपमा छ। यो पनि त्यो लम अब तेस्रो चरणको निकालमा